माइली हजुर हजुर राम्रो त हुनुहुन्छ है तर हजुरको आँखामा यहाँदेखि यहाँसम्म गाजर लाग्यो भने झन् राम्रो देखिन्छ के हजुरलाई नि यहाँदेखि यहाँसम्म लिपस्टिक लगाएको कस्तो सुहाउँछ हजुरलाई नि हजुर धेरै राम्रो हुनुहुन्छ है हजुरको ब्लस यहाँदेखि यहाँसम्म लगाएपछि धेरै राम्रो देखिनुहुन्छ के हजुरलाई नि यहाँदेखि पाउडर यहाँ यस्तै यहाँ यसरी लगायो भने यस्तो राम्रो देखिन्छ हजुरलाई नि हेलो निरञ्जन हजुरलाई नि हजुरको यो लिप ब्लसमा ब्ल्याक ब्ल्याक यस्तो दुईटा दुईटा डट भयो भने कस्तो राम्रो देखिन्छ है हजुरलाई नि यहाँदेखि यहाँसम्म के अरे लिपस्टिक लगाएको सुहाउँछ यहाँदेखि यहाँसम्म अनि यहाँदेखि यहाँसम्म मैं तो कार्टून हो गई गाइस हजुरलाई नि यो निधारमा पहिला लिप ब्लस अनि त्यसमा 3वटा डट यस्तो पाउडर लगाएपछि धेरै राम्रो देखिन्छ कैसे लगे गाइस हजुरलाई नि यहाँदेखि यहाँसम्म सिन्दुर लगाएको कति राम्रो देखिन्छ सिन्दुर कस्तो डायन देखेको हजुरलाई नि यति जो फेस बाँकी रह त्यसमा पुरै पाउडर लगाएपछि खतरा देखिन्छ हजुरलाई नि तपाईँको यो आइब्रो अलि सानो भयो कि यसलाई अलिक ठुलो ठुलो के गाजरले यसो गर्नुपर्ने भयो मैं तो मुख दिखाने लायक ही नहीं बची गाइस हजुरलाई नि गाजरले चुङ्गा बनाएको धेरै राम्रो देखिन्छ हजुरले यहाँ कपाल यहाँ यत्रो ठुलो पोको के अरे मुठो पारेर राम्रो देखिन्छ हजुरलाई मुठो पारेर मुख दिखाने लायक नहीं रही गाइस में हजुरलाई नि यसरी यो फेसको पुरै साइडमा रेड गरेको अनि यतिमा यसरी रेड गरेको खतरा सुहाउँछ यहाँ के मान्छेको त कोठी हुन्छ हजुरको त कोठी छैन यहाँ यत्रो कोठी बनाएको कति राम्रो देखिन्छ हजुरलाई नि मेरो जस्तै आइब्रो भएपछि यस्तो राम्रो देखिन्छ छोडिदिनु हजुरलाई नि गाजर यहाँदेखि यहाँसम्म लगाएको राम्रो देखिन्छ यहाँदेखि यहाँसम्म लगाएको राम्रो देखिन्छ हजुरलाई नि हजुरको टाउको कपाल यहाँनिर बारेको राम्रो देखिन्छ यहाँनिर वाउ खतरा देखिनु भए अब हाम्रो यो मेकअप भयो है पुरै कस्तो राम्रो गाइज द्याट्स आवर फाइनल लुक हामी आफ्नो यो फाइनल लुक मम्मीलाई देखाउन गइरहेका छौँ मम्मीलाई बोलाउँछौँ र उहाँलाई कस्तो लाग्छ हेरौँ है त हामीहरू मम्मी मम्मी यता आइसक्यो न एकैछिन हामीले मेकअप गरेका छौँ हजुरले हेर्नुहुन्छ मम्मी आइसक्यो न यता क्यामेरा छ क्यामेरामा आफ्नो फेस देखाउने अनि हामी आफ्नो फेस खोल्छौँ अनि हजुरलाई कस्तो लाग्छ है खोलौँ खोल के गरेको अब यस्तो भूत जस्तो हेर्नु छ्या हेर्नु साथी छोरी र बुहारी कोठामा थपक्क ढोका लाएर बसेको थिएँ के गरेर बसेको हौ भोक लाग्यो म खेत गोडेर आएकी त्यति खाजा बनाएको थिएँ मेरो कोठामै बसेको हौ भनेको त यस्तो अनुहार भूत जस्तो अनुहार बनाएर पो बसेर त नि दुईटी त ओके गाइस बाइ बाइ मम्मी बाइ बाइ गर्छु त बाइ बाइ भन्छु न बाई बाई साथीहरू